सबैको मन जितेका रवि लामिछानेलाई रासोपामा गुट उपगुट हुने चिन्ता। उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र। कवि शिरोमणि लेखनाथ पौडेलले यस हरफबाट सन्देश दिएका थिए, गुणी र महान व्यक्ति सधैँ नम्र हुन्छ। जस्तै फल लागेको रुख झुक्छ, घमण्ड गर्ने होइन, विनम्र हुनु नै साँचो महानता हो। यति बेला कवि शिरोमणिको कविताको सन्देशसँग तुलना गर्दै रासोपाका सभापति रवि लामिछानेको चौतर्फी प्रशंसा भइरहेको छ। डाक्टर बाबुराम भट्टराईदेखि पुराना दलका नेताहरूले नै रविको प्रशंसा गरिरहेका छन्। मिडियामा समेत रविकै प्रशंसाले भरिएका समाचार प्रकाशन भइरहेका छन्। रासोपाले झण्डै 2/3 मत ल्याएपछि रवि लामिछानेले बुधबार आफ्ना नवनिर्वाचित सांसदलाई प्रशिक्षण दिएका थिए। प्रशिक्षण दिने क्रममा रविले यस्ता मार्मिक शब्द प्रयोग गरे जुन शब्दले सबैको भित्री मनमा छोइरहेको थियो। आँखाबाट आँसु नै झर्ला जस्तो भइरहेको थियो। अब त पक्कै देश बन्छ जस्तै लागिरहेको थियो। सायद नेताहरूले गरेका भाषणहरूमध्ये सबैभन्दा प्रभावशाली सम्बोधन रविले गरेका थिए। प्रत्येक वाक्यले स्पष्ट दृष्टि, ऊर्जा र प्रतिबद्धता झल्काएको थियो। आङ जिरिङ्ग बनाएको थियो। एक अद्भुत अनुभूति दिइरहेको थियो। रविले सम्बोधन गर्दा सांसदहरू एकहोरो भएर सुनिरहेका थिए। यदि रविले भनेको जस्तै रासोपाका सांसद र मन्त्रीहरूले अगाडि बढेको खण्डमा यो देश 5 वर्षभित्र अवश्य बन्नेछ। त्यसैले पनि होला आलोचकहरूले पनि रविको प्रशंसा गरिरहेका छन्। आफ्नो भिजन अनुसार अगाडि बढे देश बन्नेमा रवि ढुक्क छन्। तर रविलाई रासोपा भित्र गुट फैलिएर फेरि आफूहरू हार्ने चिन्ताले पिरोलिरहेको छ। रासोपामा रवि गुट र बालिन गुट हावी हुन थालेको चर्चा छ। यसैबीच रविले गुट उपगुट नबनाउन आग्रह समेत गरेका छन्। यदि गुट उपगुटतर्फ लाग्यो भने देश हार्ने र फेरि पुराना दलको रजगज चल्ने रविको गुनासो छ। जिम्मेवार रवि लामिछाने, तपाईहरूलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।